वेट गरिरहेको छु अनि यहाँ चाहिँ हेली चाहिँ सेकेन्डमा आउँदो रहेछ हाई साङ्गे साङ्गे माया यता हेर्नुहोस् त हामी सबैजना यहाँ वेट गरेर बसिरहेको छु यो चाहिँ नाच्नुमा बिजी छ फेरि 2 दिन पुरा बिरामी भएको थियो चाहिँ अहिले ठक्क रिकभर भएर अनि हामी यहाँबाट निस्किन लाग्छौँ ढुक्राबाट अब चाहिँ हामी जानको नाम चाहिँ बस्नु होइन बस्नु बसिहाल्ने अब चाहिँ हामी यहाँ एभरेस्ट भ्यू होटलमा आइपुग्यो साङ्गेले के भयो गाह्रो भयो गर्मी भयो ए गर्मी त के हुँदैन मा चिसो छ नि ल हेर्नुहोस् हेर्नुहोस् अहिले चाहिँ हामी नाम्चेको माथि होटल एभरेस्ट भ्यू पोइन्ट होटल यो बुकिङ गर्नको लागि अलमोस्ट लाइक 6-7 मन्थ अगाडि बुक गर्नुपर्छ अनि सबभन्दा महँगो त यो हो भ्यू चाहिँ देखाइदिन्छ होइन यहाँ कति रुम पनि 200 या कति समथिङ छ भन्दै थियो यता होला बाहिर जाने हो Please do not touch. यहाँ चाहिँ सबै त्यो हिमालहरू रहेछ वाउ
मेरो बस्नु Sange, no, you can open that, okay? Hello. यहाँबाट Okay, so हामी भर्खर कफी सक्न लाग्यो साङ्गेलाई कस्तो लाग्यो एभरेस्ट भ्यू होटल राम्रो बिउ होटल र यो छ नि यो बिउ पनि चिनी यसरी खाएको हो क्या यहाँ चाहिँ हिमालहरू चाहिँ सबै छोपिरहेछ मण्डपमा पनि लगभग छोप्न लागिसक्यो त्यहाँ अनि अब चाहिँ हामी यहाँबाट झर्दै नाम्चे होइन नाम्चेदेखि पछि पछाडि हामी त्यो एरियामा यो देखाउँदै गयो यहाँ चाहिँ यस्तो एकदम हेभेन एकदम रमाइलो छ त्यो चाहिँ आमा डाब्लम अनि यो चाहिँ कुन चाहिँ हिमाल भन्यो अघि यो चाहिँ कस्तो हिमाल मजाले खोलेछ अहिले चाहिँ हामी रिसेप्सन यहाँ चाहिँ यहाँबाट देख्ने भ्यूहरू चाहिँ आमा डाब्लम जुन फोटो यहाँ पाउने फुलहरू उहाँहरू चाहिँ आउँदै हुनुहुन्छ अब चाहिँ हामी चाहिँ दुर्लादेखि नाम्चेसम्म हेली त्यो गरेर आएको अब जाके हामी पनि त्यहीँ झरेको होइन अब हामी एभरेस्ट भ्यू होटलबाट झर्दै नाम्चेतिर त्यो चाहिँ हेलिप्याड हो भर्खर हामी हेलिप्याडदेखि आएको त्यहाँ दुईवटा मात्रै हेलिप्याड छ जस्तो लाग्यो लुग्लादेखि नाम्चे अनि त्यसपछि डाँडामाथि एभरेस्ट भ्यू होटल इफ यु नो यु नो अब चाहिँ हामी नाम्चे चाहिँ सबै उडालो छ दुईजना त्यहाँ जाँदैछ एकजना माथिबाट आउँदैछ ओ छिटो आइज अब यहाँदेखि चाहिँ एभरेस्ट भ्यू होटलदेखि चाहिँ नाम्चे लगभग 1 घन्टा
यहाँ बोट्सहरू छ के छ हेरौँ न राष्ट्रिय निकुञ्ज ओ यतिको टाउकोहरू हेर्ने ठाउँ छ रहेछ वेट खुम्जुङ पेमा ओइ पेमा खुम्जुङमा छ रहेछ नि यतिको टाउको अनि हामी खुम्जुङ पुग्छ कहिले ओ या ओके अनि सुनाउनु है कस्तो भइरहेको छ ल अब चाहिँ हामी नाम्चीमा गयो ओके सी यू नाम्चीमा देखाउँछु नाम्ची बजार अब हामी हिँड्दा हिँड्दा 1 घन्टामा एभरेस्ट भ्यू पोइन्टदेखि नाम्ची बजार पुग्यो नाम्ची बजारको भ्यू अहिले चाहिँ हामी नाम्चीमा झऱ्यो अनि नाम्चीमा चाहिँ हामी माथि बोलाएको अब यहाँ चाहिँ साइन दिएको छ फर्स्टमा हामी गएको जनाको गोक्यो right now नाम्चीको elevation is 3530 meter हामी तेङ्गुचे जान लागेपछि अनि उहाँहरू चाहिँ अहिले माथि चाहिँ आउँदै हुनुहुन्छ म चाहिँ फर्स्ट नाम्ची ओके सो अहिले चाहिँ नाइट भ्यू नाम्चीको अहिले चाहिँ यो सिजनभर चाहिँ सबै त्यो लाइटहरू बलिरहेछ यो अफ सिजनमा चाहिँ लाइटहरू खासै बल्दैन भन्दै थियो रमाइलो रहेछ यो चाहिँ सगरमाथा नेसनल पार्क यहाँबाट चाहिँ भ्यूहरू एकदम राम्रो देख्छ हिमालको एकदम राम्रो भ्यू देख्छ भन्दै हुनुहुन्थ्यो हाम्रो साङ्गेले चाहिँ न्यु खोजे छ ल साङ्गे लेट्स गो माया साङ्गेको मुटु कस्तो हुन्छ अरे कस्तो हुन्छ यसरी भन्दै ल हिँड्ने तिम्रो मुटु कस्तो हुन्छ भन न होइन हिजो माथि कस्तो भएको थियो तिम्रो ल चमन साङ्गे तिमीलाई नाम्चे बजार कस्तो लाग्यो मामाले कुट्यो क्या साङ्गेलाई कुट्यो ए अनि साङ्गेलाई एभरेस्ट बेस क्याम्प जानु मन छ कि जानु मन छैन जानु मन छ ए हिँड्नु पर्छ है हिँड्नु प्र्याक्टिस गरेको है हामीले है यो चाहिँ तेन्जिङ नर्गे शेर्पा हेरिटेज सेन्टर भ्यू माय गॉड it's so nice एकदम राम्रो छ यहाँ चाहिँ भ्यू पोइन्ट तेन्जिङ नर्गे
उहाँ चाहिँ तेन्जिङ नोर्गे शेर्पा त्यो देख्छ नि त्यो चाहिँ एभरेस्ट हो कुन चाहिँ यो सिधा यो भित्रको चाहिँ माथि बादल छ नि ठ्याक्कै यो भ्यू पोइन्टबाट चाहिँ यस्तो राम्रो भ्यू भ्यू देख्छ माथिबाट भन्दा त यहाँबाट दामी देख्दो रहेछ त यो चाहिँ यहीँ आएर धेरै स्कुलहरू यहाँ स्कुलहरू बनाएको छ है हजुर माथि कन्ट्रोलमा यो चाहिँ सबै पुरानो पहिला 500 years ago. Keys है ना यहाँ सब पूरा तुम त्यो स्केल ले लिया चल वो फर्स्ट में यहाँ खाना एकदमै अहिले खाएको साथ यो लुगा र जुत्ता चाहिँ कि तेन्जिङ नोर्गेकै हो यो पहिला तिनीहरूको टाइमकै रहेछ होला सायद मेबी त्यो सच्चै हो मान्छेले भन्छ नि दुईजना माथि फोटो खिच्दाखेरि फर्स्ट फोटो चाहिँ यो ग्रुपबाटको चाहिँ अस्ति एकजना सबभन्दा लास्ट भएको एकजना त्यो कान्छा शेर्पा भन्ने चाहिँ अस्ति भर्खर बित्नु भएको हो यस राम्रो रहेछ म्युजियम त्यो 14 पिक अस्ति त्यो 14 पिक चढेको होइन त्यो गेम्स कस्तो भएछ रहेछ है अन्तिर Why glaciers are important? Fresh water त्यस्तो पो गर्दो रहेछ है ग्लेसियरले पो नाम्चेमा आयो कि यो म्युजियममा चाहिँ आउने नबिर्सिनु होला सबैजना यहाँ सबै छ हाम्रो दाई ठिक छ ल बादलले छोपेछ अब चाहिँ सबै खच्चरमा लिएर आउँछ अर्को बाटोमा आयो full Namchek view
यहाँ देख्छ मजाले नाम्चे बजार हेलिप्याड चाहिँ अलिकति माथि छ माने नाम्चेको हेलिप्याड जानु पर्दा हामी अस्ति माथि एभरेस्ट भ्यू होटल यो डाँडा पछाडि हो हिँड्न लागि त्यहाँबाट ल हिमाल सबै ढाकिसक्यो नाम्चे बजार यही हो नाम्चे बजार उहाँ सबै रेस्ट गर्दै हुनुहुन्छ अहिले अब एकछिनमा हजुर धेरै छ होला जाने नाम्चे बजार यता है अब हाम्रो होटल चाहिँ सम्बाला इन रुम चाहिँ टप फ्लोर छ रुमको एन्ट्रान्स नाम्चे बजारको एटिएम अनि यहाँ चाहिँ मेडिकल पनि छ जुन चाहिँ जहिले इमर्जेन्सी हुन्छ उहाँलाई आउनु भएर गर्नुहुन्छ एकदम सुविधा राम्रो ट्याटु पसल एटिएमहरू मजाको छ नाम्चे बजारमा बारहरू सबै कस्तो मजाको छ जे खाने जे सब थोक छ भयो हजुर पैसा निकाल्नु भयो ल जाउँ भित्र तिमी गर्ने हो कि अब चाहिँ आज हामी नाम्चे छाडेर खुम्चुङ साइडमा जाँदैछ खुम्चुङतिर यो चाहिँ हाम्रो नाम्चे भन्दा माथि बिहान बिहान चाहिँ एकदम ट्राफिक हुँदो रहेछ मजाले यो उकालो चाहिँ यति गाह्रो छ बिहान चाहिँ यो वेदरहरू खोलेर एकदम राम्रो हुँदो रहेछ क्यामेरा चाहिँ माथि पुगिसक्यो माउन्टेन सँगै चाहिँ हिजोतिर अलिकति गाह्रो भइरहेको थियो आज चाहिँ फ्रेस भइरहेछ बोकेर यो चाहिँ सबै माथि एभरेस्ट बेस क्याम्पको त्यो फोहोरहरू उठाएर चाहिँ यस्तो बनाउँछ भन्दो रहेछ अनि योहरू सबै यहाँ हजुर यो सबै के हो कि होप यस्तो रहेछ भित्र कस्तो छ अनि उयो हिमालको नाम चाहिँ खुम्बिला यो चाहिँ यहाँ खुम्बुको मान्छेहरूले चाहिँ एउटा के भन्छ यो देउता सुङ्गा मान्दो रहेछ होलिनेस माउन्टेन भनेर मान्दो रहेछ उहाँहरूले चाहिँ People take on long journeys to come here.
सँगै यता घुमेर हेर मन अच्छा अरे Doesn't care whether we're successful on our expedition, whether we find it, whether we get our scientific data or not. The mountain is just going to move. That's what we're going to see. We're going to take it and deal with that as best as possible. So at this point of time, there is a local organization called SCC or Sonata. यहाँ चाहिँ एयरफोर्सको सबै गार्बेजहरू प्याक गरेर मुनिले जान्छ Here they collect around 200 tons of solid trashes. They're doing a really good job. That's why the region is much more cleaner. And now with us, they're trying to build a sustainable waste handling system where they can manage the collected trashes, process them, so those trashes can be taken out because as it is now, there is no recycling of the energy. And to take the trash out, CCC is operating this initiative called Carry Me Back. Now these bags are already filled with the collected trashes. They're only 1 kilo. The bags are available down at Namtis Police Checkpoint and up at Pambuche. Now after finishing your trek, if you're walking back to the group club, you can help us by carrying one of these bags either from those to pickup points and leave it down in the club police checkpoint. That's how everyone can put a small effort and be the part of the solution. And once the bags are taken down to Dukla, those trashes are sent to Kathmandu for further recycling. In Kathmandu, our recycling company receives the trash, recycle what we can, and we also give it to other recyclers to recycle as much as possible, but not everything can be recycled in Nepal. For example, the bottle caps that we use in plastic bottles, nobody recycles them. So instead of just throwing the bottle caps that are collected from the region, now we use them and we offer them as souvenirs that look something like this. So this one is the model of Everest. We thought people come here for Everest, so why do you give them Everest? You have your Everest, Lhotse base camp in the palm of your hand. We use 38 bottle caps to make one like this, and whenever trekkers like yourselves come and drink in the region, each one of them on average drinks around 35 bottles of water. So that means whenever someone buys this, they're not just buying a souvenir now, they're actually taking their own trash back to the country as their Everest from them. At Now Center, we also invite artists from different countries. They come in every season and make art pieces out of the trashes, and we sell them to show locals and visitors that you don't have to throw the trash, you can actually use them. And if you use them properly, it can be a resource and it also has a value. And we are a not-for-profit company. The money that we make from selling souvenirs, art pieces, or donations. Some we use it for our center, which is the money goes to. यहाँ चाहिँ यो एनिमल सबै लकी छ भने भेट्छ अनि अघि भर्खरै भनेको अनुसार भित्र डकुमेन्ट्रीमा जुन देखाएको छ ओइ कहाँ गयो यहाँ रातोहरू छ नि ओइ यहाँ रातोहरू छन् कहाँ गयो ब्लू कलरहरू थियो क्या यही माथि थियो साङ्गेले सोध यो सबै गार्बेज ट्रासले बनाएको अनि यहाँ चाहिँ त्यो भ्यू साइकल सोध्दा छैन रहेछ यहाँतिर भ्यू हेर्ने ठाउँ 360 को अघि साङ्गेल मसँगै हेरेको थिएँ त्यस कारण मैले सोधेको ए यहाँ छ रहेछ ए मैले बच्चाले टिभी के भनेको यो चाहिँ सबै गार्बेज हजुर हो अनि हामीले यो तीनवटा ढुङ्गा चाहिँ किन बनाएको भन्दा हजुरको माथि बेस क्याम्प जाने बेला चाहिँ रियल ढुङ्गालाई अहिले सुरुमा लग्ने चलाउँछ कि तर त्यो चाहिँ राम्रो होइन र बनाएको यो चाहिँ तपाईँको नाम 7 झुकाउनु पाइयो अनि यो चाहिँ तपाईँको तीनवटा ढुङ्गालाई चाहिँ हामीले तीनवटा पासको नाम दिइदिएको छौँ कि दुईजना प्रमोट गर्न यो तपाईँको रेन्जरा छोला पुङ्गाला अनि यहाँ चाहिँ तपाईँको बोटल क्यापमा रियल कलरहरू त्यस्तो येलो हुनुको फ्यान्टाको स्प्राइट कोक र पानीको उनीहरूले उता माथि ढुङ्गा टिपेर लाने हुन्थेन त्यो एकदम नराम्रो भनेर उनीहरूले रिसाइकल बनाएको रहेछ अनि यहाँ चाहिँ सबै गार्बेजले बनाएको सबै आर्टिस्टहरूले सँगै डोन्ट टच हो क्या सबै आर्टिस्टहरूले बनाएर बाहिरबाट आउने आर्टिस्टहरूले बनाएर यहाँ राखेको म्युजियम एकदम सानो एउटा छ
सोलहरू छ यो चाहिँ किन्ने नि मिल्दो रहेछ संख्या नछुए सबै आर्टिस्टहरूले बनाएको सोलर भएछ कुनै है धेरै जस्तो यो पनि सोलर भइसकेछ ए हामी एउटा किन्यो हो कि त्यो बोतल त्यो माथि पाउँछ भन्यो नि त हो कुन चाहिँ मलाई हिजो त्यो म्युजियमभित्र त्यो शेर्पा म्युजियम छ नि यस्तो दामी लाग्यो एउटा पेन्टिङ ओ माय गड त्यो पेन्टिङ फेरि हामीले चाहिँ आँखामा क्याप्चर गर्न मिल्दैन क्या क्याप्चर गरेको त्यो पेन्टिङ छ नि बाहिर बनाएको भोपाल हुन्छ सबै होइन गार्बेजहरूले बनाएको सबै यो चाहिँ उहाँले बनाएको इमेजिन चाहिँ यहाँ चाहिँ क्याफेटेरिया सानो क्याफे यहाँ चाहिँ सबैजना बसिरहेको छ तर यहाँ आउँदाखेरि चाहिँ सक्दोसम्म बिहानको फर्स्ट त्यसमा आउनुपर्छ किन त एकदम बिजी हुँदो रहेछ अब चाहिँ हामी निस्किन लागेको अनि इफ तिमीहरू नाम चाहिँ म आउँदाखेरि त्यो एभरेस्ट भ्यू होटल म हेलीमा आएर त्यहाँदेखि चाहिँ हिँडेर नाम्ची जाँदाखेरि चाहिँ बाटोमा यो देख्छ नत्र भयो अनि अल द वे मुनि नै झर्ने नाम्चीदेखि नै आउनुपर्छ 1 घन्टा हाइक गरेर यहाँ चाहिँ धेरै चिज स्टोरी लुकेको छ गार्बेजहरू कसरी त्यो गर्छ एभरेस्ट रिजनमा त्योहरू सबै यहाँ देखाउँछ अनि त्यही हो अहिले चाहिँ एकदमै टुरिस्टहरू धेरै आएछ यो सबै ट्रासले बनाएको यहाँ भयो यहाँदेखि मुनि चाहिँ यो सबभन्दा मुनि चाहिँ नाम्ची हो अहिले देख्दैन तर यहाँबाट माथि गयो कि अब हामी चाहिँ खुम्चुङ जान लागेको खुम्चुङको ट्रेक एन्ड एभरेस्ट भ्यू होटल पनि यो माथि नै हो ल अब चाहिँ हाम्रो बच्चाहरू चाहिँ के गर्दैछ हेरौँ न छोरी भाइ सबैजना यहीँ छ साङ्गे छोरी कस्तो भइरहेको छ साङ्गे छोरी यो चाहिँ होली माउन्टेन त्यो त्यही नै हुन्छ होली माउन्टेन यहाँ चाहिँ उनीहरूले डर के बनाएको छ सबै ल अब चाहिँ हामी खुम्चुङको भाइ त्यो माउन्टेन कुन हो यो थाम्सेर्पु ब्लग हजुर यस्तो राम्रो भ्यू छ घर Let's go. मेरो फेभरेट
यहाँ चाहिँ यो मेडिटेसनहरू पनि गराउँदो रहेछ पर पर्सन 2000 जस्तै पनि हामी यहाँबाट आएको थियो वाउ यहाँबाट फेरि मुनि झरे हान्छ फेरि बाई बाई हो एकैचोटि एभरेस्ट भ्यू पोइन्ट लेट्स गो कहाँबाट हामी जाने आज उतै हो हामी जहाँबाट आयो त्यहीबाट हो अस्ति हामी कहाँबाट आयो माथि उसमा पुग्नु पर्ने हो हिमालयन योगा स्याङ्बुचे भन्छ हो ट्रुथ एक्सपिरियन्स बाटो यस्तो चिप्लो रहेछ फेरि त्यो आइस जमेर super cold आज चाहिँ हाम्रो साङ्गेलाई रमाइलो भइरहेछ बिस्तारै बाइले एउटा लट्ठी दियो त ल भाइ लट्ठी चाहिन्छ ल चिनिन्छ भने लिनु हो लिनु के एउटा दुईटा छ किन हामीलाई चाहिँदैन She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. खुम्जुङ चाहिँ उतै पारेछ लगभग अब आधी घन्टा त्यस्तो लाग्छ होला ठक्क खुम्जुङ भिलेज पुग्यो त्यो बाटो यस्तो राम्रो रहेछ वाउ